मैले के सिकेँ भन्दाखेरि चाहिँ के लेसन पाएँ भन्दाखेरि चाहिँ त्यो धेरैवटा फ्रुट्सको बारेमा भनेको थियो लभ फेथ अनि सेल्फ कन्फिडेन्ट सेल्फ कन्ट्रोल पनि भनेको थियो होइन र त्यसमा सेल्फ कन्ट्रोलमा चाहिँ मलाई पनि धेरै इम्प्लिमेन्ट गर्नुपर्ने छ सेल्फ कन्ट्रोलमा त्यसमा चाहिँ के छ भन्दाखेरि अहिले हामी अब जब गर्छौँ होइन अन्त घरमा इभन घरमा पनि हामी बस्छौँ नि त होइन घरमा पनि सेल्फ कन्ट्रोल हुनुपर्छ कि पर्दैन भनेर त फ्यामिलीमा हुनुपर्छ होइन र मलाई पनि लाइफमा के चाहिन्छ भन्दाखेरि चाहिँ सेल्फ कन्ट्रोल चाहिँ हामीले गर्नुपर्छ होइन र हामी आफै पनि सक्दैनौँ नि त सेल्फ कन्ट्रोल गर्नुको लागि त्यो गर्नुको लागि चाहिँ हामीले के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ प्रे गर्नुपर्ने रहेछ होइन र प्रे गर्दाखेरि चाहिँ हामीलाई कसले सिकाउनु हुँदो रहेछ भन्दाखेरि चाहिँ होली स्पिरिटले सिकाउनु हुँदो रहेछ र अहिले चाहिँ वर्ल्डली थिङहरूले हामीलाई कति डिस्ट्र्याक्ट गरिरहेको हुन्छ नि त होइन के कुराहरूले सेल्फ कन्ट्रोल त्यसमा चाहिँ हामीले गर्नुपर्ने रहेछ भनेर मैले त्यो लेसन चाहिँ पाएँ र धन्यवाद जय मसी।